हेलो 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 सबैभन्दा ज्येष्ठ नागरिक हजुरबाको हालखबर के छ? मैले नेपाल छोड्ने बेलासम्म चाहिँ यो माइत गयो होइन, माइत गएर के पापा लिएर आयो? डुप्लिकेट कपाल छोरीको गिफ्ट। ल हे पनि बाहिर बस्छ, ऊ चाहिँ आज भर्खरै आयो होइन। अहिले चाहिँ हामी सबै फ्यामिलीहरू चाहिँ ग्यादरिङ भइरहेका छौँ है। हेलो 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 सबैजना हेलो। ल फाइनली है 4 वर्षपछि चाहिँ सबै फ्यामिली एकै ठाउँमा। सबैभन्दा ज्येष्ठ नागरिक हजुरबाको हालखबर के छ? एकदम खुसी एकदम ठिक। अनि यो चाहिँ च्याउखुरी चाहिँ होइन, नमस्ते, भर्खरै आउँदैछ मेरो बहिनी। अनि मम्मी अनि एउटा छोरी अझ आउनै बाँकी नै छ होइन। अझ एउटा छोरी बहिनी चाहिँ बिहा गरेको आउनै बाँकी छ होइन। भोलि चाहिँ हाम्रो सबै कम्प्लिट हुन्छ। ल यो चाहिँ मेरो बुढी परी होइन। वाह 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 भाइ के लगाएको, भाइ के लगाएको तैँले? है भाइ वाट इज दिस? अनि के नाना हो त्यो? ल हजुरबा हजुरआमा चाहिँ होइन हिजो अस्तिसम्म एक्लै, आज चाहिँ ए ल ल ड्याडी एकदम खुसी। अब सबै कपाल पनि आएछ। ल ड्याडी कपाल किल्ला तपाईँको। ल खोइ थ्याङ्क यू भने खोइ। अनि अर्को त्यस्तो माया गरेर लिएर त्यस्तो भन्छ नि त। छानेर कुन कुन छ, कस्तो राम्रो राम्रो छ? तिमीले एउटा चुज गर्न पाउँछौ। मैले यतिकै चुज गर न, लगाएर चुज गरे नि। तिमी लगाएर कुन राम्रो लाग्छ नि त्यो लगाऊ। अनि कुन चाहिँ तिमीलाई सुट गर्छ नि त्यो लगाऊ। अनि यो तिनटामा सुरु गरिसकेछ। हजुर सुरु गरिसकेछ सानोले के गर्नु खानालाई। भाइ कहाँ गएर आएको त? फेरि के अरे के भने तैँले के भने कि? भाइको टी सर्ट स्पाइडर टी सर्ट राम्रै छ। 4-5 वर्षपछि चाहिँ होइन नेपाल आइयो होइन। अब त्यस्तै हो। तर यो असार महिनामा चाहिँ पहिला बवाल पानी पर्ने खेतीपाती असारको यो महिना होइन, त्यो चाहिँ मिस भइरहेछ होइन। आज असारको कति भयो, 10-11 गते कति भइसक्यो होइन। तर लास्टै गर्मी के ग्लोबल वार्मिङ भन्थ्यो होइन। ग्लोबल वार्मिङ त साँच्चीकै नेपालमा लागेको थियो होइन। यहाँको चाहिँ सबै खेतीयोग्य जमिनहरू चाहिँ सबै खेतीयोग्य जमिनहरूमा चाहिँ घर बनिसकेछ होइन। मैले नेपाल छोड्ने बेलासम्म चाहिँ यो पछाडि देखेका सम्पूर्ण फाँटहरूमा चाहिँ होइन लहलहँदा धानहरू रोप्न मिल्थ्यो कि। किनभने अहिले म बसिरहेको लोकेसन चाहिँ कलङ्कीबाट 2-3 किलोमिटर भित्र छ होइन। 2 किलोमिटर भित्र र काठमाडौँको ठाउँ भयो भने यो ठाउँमा चाहिँ होइन गबाल खेतीहरू हुन्थ्यो है। एउटा नि छैन, घरै घरले परिरहेको छ है। त्यो चाहिँ एकदमै दुःख लाग्यो होइन। यस्तो खेतीयोग्य जमिनमा यस्तो घर चाहिँ बन्न नहुने थियो। तर आफ्नो मर्जी आफ्नो ऊ हो होइन। माइत गयो होइन, माइत गएर के पापा लिएर आयो? के लाग्ने थियो अरे? रोक्न डर लाग्यो स्कुटर। पापा ल्याउनु पर्दैन त। ल मम्मी बुहारीले के पापा ल्याउने थियो? गरेर सुक्रो फल्याएर आज यहाँको करेलाको तरकारी आज बनाएको छ। त्यो माथिबाट ल्याएको काँक्रो नि त्यस्तो जुसहरू त खानु नदियो भने सुजन के छ? सुजनको हालखबर कहाँ कसको बिहा? को सदिसी भने? ए के भाइको भने ज्वाइँको जाने होला होइन। ल ड्याडीको चाहिँ होइन कपाल चोइस लागेको रह्यो। होटेल म कोन ल्याउनु पर्यो?
ह्यान्डसअप गर अब जा बनाउनु अब ए ओके ल जा मम्मीलाई देखाएर आउँछु ल त्यस्तो लगाएर न फोन नम्बर म गरौँ न बरु। ल ड्याडीको चाहिँ यहाँ कपाल निकाल्ने प्रोग्राम हुँदैछ है। ड्याडीको डुप्लिकेट कपाल, छोरीको गिफ्ट। ल ल ए अघिको नि ड्याडी ल ल प्रिन्स। देखा बाबाले के गरे